चितवनदेखिबाट हाम्रो एकदमै आदरणीय सर है मेरो पेन्टिङ किन्न आउनु भएको छ। यो बुद्धको पेन्टिङ उहाँले किन्नु भएकोमा म अत्यन्तै खुसीको सीमा छैन आज होइन। जे होस् मैले मुखले दुःख गरेको पनि फल प्राप्त हुँदैछ जस्तो लाग्छ होइन। मुखले सङ्घर्ष गर्छु कति दिनसम्म लगाएर, कति समय लगाएर, कति मेहनत लगाएर बनाएको पेन्टिङ चाहिँ यसरी बुझिदिनु भएर किनिदिँदाखेरि चाहिँ साँच्चै हामीलाई एकदम भाग्यमानी महसुस हुँदो रहेछ होइन। अझै काम गरौँ, अझै के गरेर देखाउनु पर्छ भन्ने एउटा त्यो आँट, त्यो जोस पलाउँदो रहेछ। पेन्टिङ कस्तो लाग्यो, मन परेर किन्नुभयो? मन परेर एउटा पेन्टिङ लगेको जस्तो पनि, तपाईँलाई अलिकति सहयोग जस्तो पनि। हजुर हजुर, धेरै मेहनत देखेको। ल एकदमै धन्यवाद छ। हजुरको यात्रा शुभ रहोस्। हजुरको शुभ नाम भनिदिनु न प्लिज। विनोद लामा। विनोद लामा होइन त? चितवन जिल्ला कालीका 7। ए कालीका 7देखिबाट चाहिँ यसरी मेरो घरसम्म उपस्थित हुनुभएर मेरो पेन्टिङ किन्नु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु सर है। सधैँ ह्याप्पी रहनु, सधैँ खुसी रहनु। यो पेन्टिङलाई जब तपाईँले हेर्नुहुन्छ त्यतिखेर तपाईँलाई ऊर्जा फिल होस्, एकदम भनौँ न पोजिटिभ फिल होस्, आनन्द फिल होस्, शान्ति फिल होस्, म यही कामना गर्दछु है सर। ल हस् त, धन्यवाद।